यहाँ हेर्नुहोस्, यो तपाईँले चिन्नुहुन्छ, तपाईँहरूले यो के हो भनेर। यो त सबैको भान्सामा उपलब्ध हुने एक प्रकारको औषधि भन्दा पनि हुन्छ। यो यसलाई चाहिँ अदुवा भन्छ, जिन्जर। यही जिन्जर चाहिँ, यो अदुवा चाहिँ तपाईँहरूले राम्रो नराम्रो कसरी छुट्याउने, हेर्नुहोस् म त्यो देखाउँदैछु। यहाँ हेर्नुहोस् है, यो अदुवा चाहिँ राम्रो चाहिँ कसरी देख्छ भने, यो जुन चाहिँ छ, यो देख्नुहुँदैछ नि होइन, यो जस्तो यो छ, यो काट्दाखेरि चाहिँ यस्तो हरियो निलो भएको हुन्छ नि, यो चाहिँ राम्रो, यो क्वालिटी राम्रो हो। अब यही अदुवामा यसरी काट्दाखेरि यस्तो खालके देख्छ। यो चाहिँ अदुवा राम्रो छैन भनेर जान्नुपर्छ। राम्रो त राम्रै हुन्छ, तर यो चाहिँ जतिको यो अदुवामा छ, यो अदुवामा चाहिँ छैन। त्यो कारणले गर्दा चाहिँ फ्रेस र राम्रो अदुवा चाहिँ यसरी चिनिन्छ है। सबैले हेर्नु, काट्दाखेरि यस्तो छ भने चाहिँ भेरी गुड क्वालिटी, एकदमै राम्रो। र हेर्नुहोस् है, टर्मरिक, दिस इज नट गुड। यो चाहिँ राम्रो, यस्तो हुन्छ है, राम्रो चाहिँ। कलर देख्नुभयो, कलर हेर्नुहोस् त हो, यस्तो हुन्छ। राम्रो अदुवा चाहिँ यस्तो कलरको हुन्छ काट्दाखेरि। यो चाहिँ त्यति राम्रो छैन। उसलाई चाहिँ फ्रेस अदुवा भन्छ। यो चाहिँ राम्रो खालको अदुवा क्या, क्वालिटी राम्रो भएको। यो चाहिँ त्यति राम्रो छैन यो अदुवा चाहिँ। यसरी चिन्नुपर्छ है अदुवा किन्दाखेरि, हेर्दाखेरि। कसले जान्नु हुँदैन। यो चाहिँ यस्तो अदुवा चाहिँ एकदमै राम्रो, यो खालको चाहिँ।